खानसारबाटको हिँडाइ तिलिचो 18 किलोमिटर दाजुभाइ हिँडिरहेका छौँ। अगाडि हामी छौँ तर नझोकिनु। यतापट्टि हिमाल हेर्नुहोस् कस्तो छ। पछाडिबाट भेनाहरू नि हेर्दै आउनु भइरहेको छ। रामचन्द्र दाइ भेना र हाम्रो सर। सिन राम्रो छ। पछाडिबाट सरहरू आउँदै हुन्छ। मामा कस्तो भइरहेको तपाईँको यात्रा? एकदम फर्स्ट क्लासमा चाहिँ एकदम हामी यहाँबाट बेस क्याम्प आउँदैछौँ। बेस क्याम्पबाट अनि त्यसपछिबाट त्यहाँ यसो मौसमलाई मध्यनजर गर्दै राम्रो भएछ भने हामी तिलिचो पनि जान्छौँ भोलि। यो सिनको बारेमा के भनिदिनुहुन्छ? यो सिन एकदम नेपालको सबभन्दा रमणीय स्थल। नेपालका नेता भ्रष्टाचारी नेताहरूले बुझ्न नसकेर आफ्नो देशको यो पर्यटन क्षेत्र यहाँ सेवा दिने मैले पर्यटनका टुरिस्टहरू कति आकर्षण भएर आउँथे। विदेशी मुद्रा कति आर्जन हुन्थ्यो। यिनीलाई के थाहा? घाँस खाने मुद्राहरूलाई कसरी पेट भएर कसरी भ्रष्टाचार गर्ने मात्रै थाहा छ। त सुन्नुहोस् यस्तै कुराहरू। अनि भनेपछि नेताहरूले नबुझेर देश बिग्रेको। नेताहरूले नबुझेर आफ्नो भुँडी मात्रै भरेर देश बिग्रेको। अझ यो सुन्दर देश